एउटा यस्तो ड्याम जहाँ मानिसहरू दिशा पिसाब गर्न आउँथे अहिले नेपालकै झण्डै सबैभन्दा भाइरल र ट्रेन्डिङ ठाउँ बनेको छ। यस ठाउँको सुन्दरता देखाउँदै टिकटकर भिलेन आरएसबाट भिडियो अपलोड हुन्छ र उनले यो ठाउँलाई भाइरल बनाउने भन्दै धेरै भिडियोहरू राख्छन्। नबोल्दै भिडियो र ठाउँ दुवै भाइरल हुन्छन् र धेरै मानिसहरू आएर त्यहाँ रमाइलो गर्न थाल्छन्। ठाउँ अलि चिप्लो भएकाले धेरै मानिसहरू लड्छन् पनि र त्यस्ता भिडियोहरू झन् भाइरल हुन्छ। त्यहाँ अरू फेमस टिकटकरहरू पनि आएपछि ठाउँ झन् भाइरल हुँदै जान्छ। फरक फरक रमाइला भिडियोहरू टिकटकमा आउँदै जान्छन्। कसैको स्लाइड गर्दा लुङ्गी च्यातिन्छ भने कसैको पाइन्ट च्यातिएर त्यही फालेर जान्छन्। एकजनाले त पाइन्ट च्यातिन्छ भनेर घरबाट थाल नै लिएर आएर त्यसैमाथि बसेर स्लाइड गर्छन्। तर यो ठाउँ फोहोर हो, यहाँ सबै दिशा पिसाब मिसिएको छ, सबै गुमै खेलिरहेका छन् भनेर एकजनाले भिडियो बनाउँछन्। एकजनाले साइडमा लास जलेको भिडियो पनि राख्छन्। यस्ता कुरालाई नेगेटिभिटी भन्दै भिलेन आरएसले फेरि पोजिटिभ कुरा गर्छन्। बुढी खोला भाइरल गराउनमा भिलेन आरएसले सम्मान पाउँछन् र हामी पनि भिलेन आरएसलाई सम्मान गर्छौं र विराटनगरका निकायलाई यो ठाउँ सफा गर्न र संरक्षण गर्न यही भिडियो मार्फत आग्रह गर्दछौं।